अब मेरो बर्थडे आउन 6 महिना बाँकी छ र 6 महिनामा मैले आफूलाई 1K सब्सक्राइबर गिफ्ट दिन सक्छु कि सक्दैन। सो हेलो एन्ड नमस्ते गाइज, के छ खबर? लाग्छ सबजना आराम छ र म पनि आराम छु। तपाईँलाई स्वागत छ मेरो फर्स्ट ब्लगमा। र फर्स्ट ब्लगमा म चाहिँ आएको छु एकैछिन यसो घुम्नलाई। यहाँ हेर्न सक्नुहुन्छ फापरबारीतिर यसो सिन्धुली बजारमा। सो र म चाहिँ छु सिन्धुली बजारको धुरा बजारबाट। अनि अबदेखि मेरो डेली लाइफ भ्लग आउँछ। तपाईँहरूले देख्न हेर्न सक्नुहुन्छ मेरो लाइफमा के चल्छ, के हुन्छ, म के गर्छु, म के काम गर्छु, सबै यो भ्लग अब यो च्यानलमा आउनेछ। र अनि म चाहिँ पहिला साइकल राइड गर्थेँ भने अहिले चाहिँ मैले अब डेली लाइफ भ्लग हाल्छु भनेर मैले 100% वादा गरेर अब म 6 महिनामा चाहिँ मलाई 1K सब्सक्राइबर पुर्याउनु छ। आशा छ तपाईँहरूले यो यात्रामा तपाईँहरूले जरुर सपोर्ट गर्छ र आशा छ तपाईँहरूले सब्सक्राइब गरिदिनुहुन्छ भन्ने। र यतिन्जेल भ्लग हेरिदिएकोमा धेरै धन्यवाद भन्दै आशा गर्दै फेरि अर्को भ्लगमा भेट्दछु। हस्त नमस्कार एन्ड बाई बाई।